हेलो गाइज वेलकम छ है सुशील तामाङको ब्लगमा सुशील पाखरिनको ब्लगमा अनि आज चाहिँ सुशील पाखरिनको ब्लग मैले स्टार्ट गरेको छु किन भन्दाखेरि सुशीललाई दिनकै ब्लग बनाउँदा अलि बोल्न झ्याउ लाग्यो होला नि त त्यही भएर आज मैले गरिदिएको उसको ब्लगको सुरु किन भन्दाखेरि म चाहिँ हिँडेर थाकिरहेछ आज हामी कहाँ जान लागेको भन्ने कुरा चाहिँ कसले भन्छ भन्दाखेरि सुशील पाखरिनले नै भन्छ है उसले नै भन्छ हामी निस्केर कहाँ भेट्ने भन्दियो त भेटौँ न अर्को साथीहरू पनि छ त्यहाँतिर भेटौँ ल अनि अर्को कुरा चाहिँ के भने सबैलाई ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना त्यस साथ है सुशील पाखरिनलाई सबैजनाले सब्सक्राइब लाइक कमेन्ट सेयर सबै गरिदिनुहोस् ल उसको टिकटकमा लामो भिडियो हाल्न मिल्दैन रहेछ नि त टिकटकले साउन्ड नआउँदो रहेछ त्यही भएर युट्युब च्यानल खोलेको छ बाई बाई साथीहरू अब एकछिनमा भेटौँ अब चाहिँ हामी आधी बाटो पुगिसकेको छ हाम्रो साथीहरू सबैजना भेट भएको छ यहाँ 3 जना यता 1 जना अनि यता सिमरिका अनि उता अगाडि 2 जना नानीहरू छ अनि यता पनि छ ठिट्टाहरू कोलाई मन पर्छ हाम्रो यो ठिट्टाहरू भनिदिनुहोस् ल अनि त्यसपछि हाम्रो के भन्छ हाम्रो यात्रा नभनौँ अब एकछिनमा उसहरू थाहा पाइसक्यो गाइजहरूले अब चाहिँ हामी लाग्नेछौँ फेरि अर्को हामी अब बजारमा भेट्छौँ होइन सुशील कहाँको बजार भनिदियो त एकचोटि हामी मानेको बजारमा भेट्छौँ अब बाई बाई हामी आइपुगिसक्यौँ साथीहरू हामी आइसक्यौँ ल हामीले माने बजार देखाउँछ अलिक ठुलोसँग बोल्न नत्र भए सुन्दैन नि सिमरिका पनि यता छौँ होइन सिमरिका पनि होइन कि त यसमा अनि त्यसपछि मैले माने बजार देखाउँछु भनेको थिएँ नि त म देखाउँछु ल हाम्रो सबैजना त्यो के अरे गाडीहरूमा रहेछ है गाइजहरू एकदमै रमाइलो हुनेवाला छ आज गाडी हेर्नुहोस् ल गाडीमा मान्छे हेर्नुहोस् साउन्ड नसुने पनि ठुलो आवाज बनाएर सुन्दै थियो यता आविष्कारले देखाइदियो न भाकी न्यु पाने भाग्य न्यु पाने यता बच्चाहरू पनि हाँसिरहेको छ हाम्रो कुरालाई हेर्नुहोस् गाइस अनि त्यसपछि बजार यता पनि छ सबै ठाउँमा छ अनि हामी 2 जना चाहिँ ब्लग स्टार्ट गर्ने मान्छेहरू सुरुमा मैले गरेँ त्यसपछि आधीमा उसले गर्यो अब माथि कसले हुन्छ त्यो माथि नै गएर देखाउने छौँ अनि हाम्रो एकजना हाम्रो गाउँको मान्छेहरू र एकजना साथी आउनु बाँकी छ है हामी गाडीमा नि बनाऊँ न अलिअलि बनाइदिउँ तर बोलेको त सुन्दैन नि त त्यहाँ धेरै हुन्छ त्यही भएर अलिअलि हामी क्लिप बनाउँछौँ अनि एउटा कुरा है त्यो के अरे सब्सक्राइब गर्न चाहिँ नभुल्दिनु होला होइन किनकि अब सब्सक्राइब गर्नु पऱ्यो नि त मान्छेहरू आएको छ है गाइजहरू हेर्नुहोस् ल म देखाइदिन्छु पुरै टन छ हो मान्छेहरू त आज त आम्मा माथि पुगेर तपाईँहरूलाई देखाउँछु झन् कति हुन्छ भन्ने कुरा त्यो कुरा पछि थाहा हुन्छ हेलो अब 1-2 शब्द भनिदियो त्यसपछि बन्द गर्ने हामी भएर आउनुपर्छ हामी अब जाने बेला बनाउँछौँ गाडीमा मनको प्यास उसँग मेट्न ओइ नानु कहाँ गए ओइ नानु साइनो चार गरे माया नमारे डाटे चल्दैन कोही नबान हिमाल जस्तै रहेछ तिमी बिहानीको घाम मेगा हो माइ गड त एकदमै रमाइलो भइरहेछ
हाम्रो साथीहरूको बिजोगेर यस्तो रमाइलो भइरहेछ सबैजना छ है यता चाहिँ हेर्नुहोस् ल मान्छे हेलो किमताङ नाम छ है त्यो चाहिँ किमताङका हो तामाङबाट बोलिरहेको रहेछ साथीहरू अब चाहिँ हामी होइन नाकुर आइपुगेका छन् सबैजना यस्तो प्रमिसा एकचोटि तेरो केही भन्यो सबैजनालाई नमस्ते मेरो नाम प्रमिस तामाङ हो म कक्षा 12 मा पढ्छु र तपाईँहरुको मायाले त्यस्तो साह्रो त भन्नु पर्दैन है अनि त्यसपछि अरू सब्स्क्राइब अलि लाइक कमेन्ट मलाई चाहिँ अलि सेतो हुने टिप्स देखाइदिनु होला म कालो हेर्न नाटक यसको अनि यता सुशील के गरेर सुशील तिमी यहाँ यसको लिप बनाउँछ हाम्रो पानीको व्यवस्था पनि छ टोयलेटको पनि व्यवस्था छ एकदमै राम्रो छ साथीहरू एकदमै मान्छे भिडभाड गाडी छ यता गाडी एकदमै मान्छे भिडभाड ए माई गड होइन है ओ माई गड हो तर मेरो अलिकति मिस्टेक भयो सुशील भनिदेऊ न केही न केही अब हामी आइपुगिसक्यौँ नकुर भन्ने ठाउँमा अनि अहिले हामी यहाँ एकछिन घुम्छौँ होइन टोइलेट जान लागेको अनि त्यहाँ हामी देखाउँछौँ मान्छे यहाँ कस्तो भिउ आउँछ उसको चाहिँ के छ झन् नाम टिकटकमा सिमरिका तामाङ अनि यता निक नेम लुरी गर्ल अनि त्यसपछि साबिना हो अनि यता प्रमिस के प्रमिस अनि वाङ जस्तो छ अरे त्यो भनेको के हो तपाईँहरू बुझ्नुहुन्न होला वाङ भनेको अनि सुशीलको के छ सुशीलको त भन्नै पर्दैन मुकब्याङ हो मुकब्याङ होइन बहिनी मुकब्याङ जे भन्ने चाहिँ एउटै हो हाम्रो टोयलेट छ यता खोइ टोयलेट देखेन त टोयलेट चाहिँ यता है सबैजना हामी आइपुगेर पनि घुमेर पनि आइसक्यौँ है हामी चाहिँ ब्याग आइसक्यौँ मान्छे धेरै छैन रहेछ होइन छ हो गइसक्यौँ नि हो त्यस्तो धेरै देखेँ नि त मैले त धेरै थियो अब हामी फर्क्यौँ सुमार चाहिँ सर लग्यौँ क्या हाम्रो भ्लग त नबोल्ने गरी बना हो र अब हामी खाजा खान्छौँ भोक लागेर के बनाऊ यसको जीवन दैन कस्तो राम्रो देख्यौ जीवन त मस्त देख्यो यसो नै खै रियलको कस्तो देख्दो रहेछ ओए के हो यो इफेक्ट कस्तो ओ सुको पैसा खोजी रि काठारे हाम्रो बारी आनारे खाली मुला बोल्यो एकछिन तल देखाऊँ तल त देखेर ओ माई गॉड बाइकहरु हेर्न पुग्यो साथीहरु नयाँ वर्षमा यतिको पानी परेको चाहिँ हुनुपर्छ यतिको चाहिँ चाहियो Happy New Year! Bye bye! Bye bye! यतिको चाहिँ हुनुपर्छ साथीहरु
देखिरहेछ सबैजना ओ माई गडनेस हेर त ओहो अनि नानु ब्रोनी अनि अर्को चाहिँ उता छ गजर Tema ama दिन जा भेट्यौँ क्या 300 पैसा फिर्ता भयो हजुर एमएलए 300 फिर्ता भाइरल गरिदिन्छ मतलब थेमा गाडी मेरो पनि छ यता सबैजना गइसकेको छौँ अब हामी यहीँ भिडियो इन गरौँ है गर्न को गर्ने मलाई त लाज लाग्यो हो छेउमा त त्यस्तो देख्छ होइन साथीहरू अब चाहिँ हाम्रो घर पुग्न लागिसक्यो भन्दा नि मोबाइलमा चार्ज छैन नि त त्यही भएर हामी लाइभ चाहिँ यता इन गर्नुपर्ने हुन्छ ए भिडियो चाहिँ बाबा गाइजहरू फेरि अर्को भ्लगमा भेटौँला लाइक कमेन्ट शेयर गर्न नबिर्सिनु होला बाइ बाइ